ओहै इन्द्रजी धात त्यो तपाईँले त यहाँ के गर्नु है यार यहाँ त विचित्र छ है तपाईँको त्यहाँ त सिलाउन मात्र सर 4 दिन लागेको 4 नक्षत्रलाई है सिलाउन यो सिलाउन बिचमा गाँस्न त्यो धेरै छ कि यो त सिस्टमै धेरै छ अब मकै अब हेर्नुस् बिर्सिन गरे रातिमा हेर्नुस् मैले काम गरेँ हेलोजन बालेर हेलोजन बालेर हेलोजन बालेर राति काम गर्ने 10 बजे काम गर्छु मैले 10 बजीसम्म ओहो के मजा कुरा गर्नुहुन्छ यस्तो यत्रा बेर्नालाई तपाईको पानी फेडा हालेर सम्भव छैन यो हाल्न पानी सम्भव छैन पानी हाल्ने हैन अब योबाट पाइप गडेछ ए यहाँ तल पाइप गडेछ यहाँ हेर्नुस् अब यताको लाइनमा के ल यो लाइनमा गयो अब यो लाइनमा गयो फेरि लाइनमा प्रत्येक राज्यले किसानहरूलाई जुन एउटा प्रोत्साहनको रूपमा अनुदान कार्यक्रम हुन्छ त्यसको लागि पनि 50% नबनिकन अनि 80% को दरले गरिदियो भने किसानहरूलाई केही राहत हुन सक्थ्यो होला। आदरणीय महानुभावहरू नमस्कार, म टिका राणा मगर। मैले सदा जस्तै फेरि पनि सानो एउटा भिडियो लिएर आएको छु। गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नम्बर 3 ठुलुलुम्पेक तल्लो बुरा स्थित पूर्णिमा अर्ग्यानिक कृषि तथा पशुपक्षी फार्म जसको प्रोप्राइटर चाहिँ इन्द्र विक हुनुहुन्छ। त्यो फर्ममा आज म तपाईहरुलाई लैजाँदैछु र त्यो फर्ममा म आफै पनि सपरिवार हाम्रो म्याडम ज्ञानु म्याडम मेरा छोरा डिस्कभर राणा हुरिश्री राणा सहित हामी सपरिवार नै त्यो फर्म हेर्न गएका छौं। अहिले आएका छौं र यो फर्म विशेष गरी ज्ञानवर्धक अत्यन्तै ज्ञानवर्धक अनुकरणीय भएको हुनाले यो फर्म हेर्न लायक भएको हुनाले हामी सपरिवार नै यो फर्म हेर्न जाने भनेर यहाँ आएका हौं र यो फर्म हेर्यौं र यो फर्ममा प्रत्यक्ष उहाँसँग कुराकानी गरेको कुरा नै म तपाईहरुको बीचमा नकाटिकनै राखेको छु। र उहाँले यो फर्ममा अझै उहाँले के भन्नुभएको छ भने तपाईलाई केही भन्नु छ राज्य पक्षहरु केही गरे हुने थियो भन्ने खालको त्यस्तो छ भनेर सोधिएको प्रश्न उहाँले भन्नुभएको छ। पहिलो कुरा एकदम निष्पक्ष ढंगबाट राज्यले अनुदान वितरण गरोस्। दोस्रो कुरा चाहिँ नियमन अनुगमनहरु चाहिँ हामीमाथि चाहिँ गर्योस् जसले गर्दा हामीलाई चाहिँ उत्प्रेरणा मिल्छ, प्रोत्साहन मिल्छ। दोस्रो कुरा चाहिँ अब के रे दिएको अनुदानहरु 50-50 हैन 80-20 हुने हो भने कृषकलाई अत्यन्तै राहत मिल्छ भन्ने हो। र तेस्रो कुरा हामी उत्पादन गरेका चीजहरु बजारसम्म ल्याइनको लागि बाटोले बहुत डिस्टर्ब गरिराख्छ बर्खामा। त्यसो भएकोमा त्यो बाटो व्यवस्थापन गर्दिने विषयमा राज्यले चाहिँ सारै नै ध्यान पुर्याइदियोस् भन्ने खालको उहाँले राख्नु भएको छ चाहना। यो कुरा सरकार पक्षहरुले ध्यान दिनु होला। राजनीतिमानहरु बाँकी चाहिँ उहाँको फर्ममा हामी प्रत्यक्ष गरिएको कुराकानी यही म जस्ताको तस्तै राखेको छु। सबैले लाइक कमेन्ट शेयर गरिदिनु होला। यहाँहरुले यति कुरा गर्दै म तपाईहरु सबैलाई चाहिँ अनुरोध गरे। आएर हेरि रात परेको थाहा पर्नु हावास हेर्ने मजाले हावास हेर्ने बतासले केही नलाग्छ। फाइदा के रहेछ भने अझै असिना बचायो पहिलो कुरा। दोस्रो कुरा त जति ठुलो पानी पर्छ नि पानीको ठोपाले पनि डिस्टर्ब गरेन। यसलाई डिस्टर्ब गर्छ नि फुललाई। त्यो त 1% डिस्टर्ब भएन। त्यहाँबाट ट्याप टच्यो यति फाइदा। त्यो डाइरेक्ट परेन। अब अस्ति असिना पर्यो नि त अस्ति हल्का त यसलाई असर गरिहाल्थ्यो खुल्ला बागोबाट गर अलि त हान्थ्यो नि त। त्यो नि त यसलाई त केही 1% पनि केही भएन नि त। भनेर हुन्न के कामको सिस्टम चाहिन्छ काम मानिसले सकिन्छ है सिस्टममा हो नि त सबैको। बाख्रा एकजनाले चाहिँ 50-100 वटा 200 पाल्छ सिस्टमले त हो नि। 5 मिनेटमा दाना हालेर भ्याउने। अब तपाईको यहाँ हेर्नुस् झेक्रा हाल्दाखेरि अब सिस्टम भएन भने तपाईको दुनिया 2-4 मान्छे कति दुनिया गर्नुपर्छ। म्याडमले मजाले काम गर्ने छेडाको धारो खोल्ने मैले एक्लै हाल्दिन्छु। अब त्यहाँ सुरु छ पछिसम्म गाउने हो। तपाईहरु डाक्टरै हो कि गाथे पानी भयो यता गएपछि यो सिस्टममा पुरै यो गयो
यताको यता त्यो गरेपछि उता भाग गयो फेरि सब अब यो भनेको फेरि अब तपाईँको भने अब सबै कुरा गर्दाखेरि आफ्नो मजाले थापिदिन्छ रातिमा मजाले हात धुनु काम त दिनमा त हिँड्छ रातिमा हो रातिमा हो हेलोजिन बालेर उहाँले राति चाहिँ ड्युटी गर्नुहुन्छ अब घरमा त अब मान्छे नि हुनु दिनमा हिँड्नु पर्ने कुखुरा त अब म्याडम जनप्रतिनिधि हुनुभयो फेडामा उयो छ यहाँ हेर्नुहोस् ए थोपसी चाहिँ प्रविधि भनेको यो ए त्यहाँ ऊ छ त्यो सबै पाइप लागेको थियो प्रत्येकमा छ ए त्यस्तो हो त्यसो भएर यो हामी पानी त्यति धेरै नभएको ठाउँमा पनि सम्भव छ थोसी चाहिँ होइन कस्तो अझै उहाँहरूलाई काम पुगेन भन्नुहुन्छ तलमा सिमी छ तल्लो त्यत्रो बारी सिमी छ हेर्नु विचित्र छ ल हेर केटा यही हो पाठ पढ्ने भन्ने हामीले हेर हामी विदेश जानु पर्दैन हेर जुन कुरा ज्ञान हुन पर्यो नलेज हुन पर्यो हामी हेर स्वदेशमै हामीले धेरै कुरा गर्न सक्छौँ उहाँको कुखुरा छ अनि बुङ्गुर छ सुन्तला छ टमाटर छ सिमी छ यति बेला सब यो यति हुनुपर्ने है यहाँ फेरि हाम्रो साउनमा काउली टमाटर देखेर त हामीले यो लाइन लाइन्छ अहिले टमाटर लाइन चाहिँ अर्को खोलेर दुई स्टेप काम भयो क्या त ए यता पनि त्यही हो यता पनि तल्लक्क यहाँ हामीले खोलिन्छ ए खोलेर काउली लगाइदिन्छ ए फेरि काउली लगाइदिन्छ त्यस्तो हो यत्रा बेर्नालाई तपाईँको पानी फेडा हालेर सम्भव छैन यो हाल्न होइन पानी सम्भव छैन पानी हाल्ने होइन अब योबाट पाइप गडेको छ ए यहाँ तल पाइप गडेको छ यहाँ अब यताको लाइनमा ल यो लाइनमा गयो अब यो लाइनमा गयो फेरि ए यो ठुलो रहेछ यो बुङ यसलाई माउ हो यो कुखुरा पनि अचम्म छ त्यसलाई यो 350 पर है विचित्र छ यो त बेच्नलाई रेडी भइसक्यो त्यो ठाउँमा गइसकेपछि बल्ल तपाईँहरूलाई चाहिँ मन बुझ्छ चित्त बुझ्छ कसरी कृषिमा लगानी गर्ने कस्तो गर्ने के गर्ने भन्ने खालको चित्त बुझ्छ भन्ने मैले धेरैजनालाई भनेको छु र म धेरै जसो त आउन पाउँदैन तर कहिलेकाहीँ आउँदाखेरि म तपाईँलाई यो फर्ममा चाहिँ त्यत्तिकै भुलेर जान मन लाग्छ मजा लाग्छ मलाई खुसी लाग्छ यो फाइदा बेफाइदा के होला त आफ्नो ठाउँमा होला तर तपाईँले गरेको यो मिहिनेत देख्दाखेरि तपाईँले गरेको यो चाहिँ उत्पादन देखेको तपाईँले जुन प्रकारले गर्नुभएको छ नि यो प्रति मलाई एकदम खुसी लाग्छ राजनीतिज्ञ हौ जान्ने हौ बुझ्ने हौ तर गर्ने यो हो देखाउने हो हामीले म्याप टु ग्राउन्ड म्यापमा मात्र होइन ग्राउन्डमा पनि हामी देखाउने हो त्यसो भएको कुराले तपाईँले जुन प्रकारले ग्राउन्डमा देखाइराख्नु भएको छ आउटपुट देखाइरहनु भएको छ जुन नमुना देखाइराख्नु भएको छ समाजमा त्यो प्रति म तपाईँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु इन्द्रजी तपाईँलाई अझै के कुराको नपुग जस्तो लाग्छ राज्यले तपाईँलाई के गरिदिए हुने राज्यले यसो गरिदिए म अझै यो खालको चाहिँ नमुना देखाउन सक्थेँ भन्ने तपाईँलाई के लाग्छ तपाईँलाई त्यस्तो केही छ त्यस्तो खासमा राज्यले सर्वप्रथम त किसानको लागि राम्रो दृष्टिले उचित ढङ्गले हेरिदियोस् अनि दोस्रो कुरा राज्यले किसानहरूलाई जुन एउटा प्रोत्साहनको रूपमा अनुदान कार्यक्रम हुन्छ त्यसको लागि पनि 50% नबनिकन अनि 80% को दरले गरिदियो भने किसानहरूलाई केही राहत हुन सक्थ्यो होला अनि तेस्रो कुरा जुन एउटा पाहाडमा बस्ने किसानहरूलाई यो निकास भनौँ न सडकहरूको लागि बर्खाको बेला अलिकति समस्या भएको हुनाले विशेष गरेर यो कृषिलाई फोकस गरेर अनि केही बाटोहरू राम्रो व्यवस्थित होस् भन्ने लाग्छ त्यस्तो लाग्छ है एकदम धन्यवाद छ मलाई लाग्छ राज्यका पक्ष सरकार पक्षहरूले इन्द्रजीको कुरालाई सुन्दा राम्रो होला उहाँले जुन प्रकारले नमुना देखाउनु भएको छ त्यो सत्यवती गाउँपालिकाको लागि नै इज्जत हो तपाईँ हाम्रो लागि नै इज्जत हो र आगामी दिनमा आउने न्यू जेनेरेसनहरूको लागि पनि त्यो एउटा ज्ञान हो त्यो ज्ञान प्राप्ति हो र उहाँले गरेको कार्यलाई अनुकरणीय छ त्यो अनुकरणीय बनाउन जरुर छ रातिमा हेर्नुहोस् मैले काम गरेँ हेलोजिन बालेर राति काम गर्ने 10 बजीसम्म ओहो के मजा कुरा गर्नुहुन्छ थोरै लाग्छ यस्तो सिस्टममा उमार्नु भएको छ तपाईँले 60% उमार्न सक्नु भएको छ
भनेपछि तपाईँले त अझै सिस्टमले काम गर्नुहुन्छ नि त। पानी हाल्दिनु परेन, सुइँ गरेपछि बटन सिस्टम छ। विदेश जस्तो प्रविधि ल्याउनु भएको छ। त्यो पाइप त काम लाग्ला नि सर, त्यो पाइप त फेरि काम लाग्छ त त्यो त होइन। यसको ए सिलाउन मात्र सर 4 दिन लागेको 4 नक्षत्रलाई हो है सिलाउन। यो सिलाउन बिचमा गाँस्न। त्यो धेरै छ कि यो त सिस्टमै धेरै छ। अब मकै अब हेर्नुहोस् यो मकै होइन भन्दा अब पछि यसको फेरि फेरि मजाले काबु लाग्यो यो साइडमा। यो मकै फेरि सिस्टमको मकै छ फेरि तपाईँको लाइन बाई लाइन छ हेर्नु। फेरि काउली लाउनु। यो मकै बाक्लो होइन नि तपाईँको लागि कि छान्नुहुन्छ पछि? तपाईँले त यत्र यत्र चाहिँ दुध तितिँदा सबै फलाउनु भएको थिएँ। ल्यास मकै होइन रसी तानेर रसी तानेर हो सर र यस्तो रसी तान्ने अनि ट्याक्क लाइन फेरि खर्च्ने अँ ट्याक्क बिउ लगाउने ट्याक 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 लगाएर पुर्ने अनि दुध त तितिँदा बिउ छोड्दिने। सर केही हुँदा त अब त्यो ल्याउने हो। हो ए यो ठुलो रहेछ यो बोक्नु। हेर यसलाई मा म साथीलाई ओहो यो 350 पर छ है विचित्र छ। यो त बेच्नलाई रेडी भइसक्यो। रेडी भएको सर यिनीहरूलाई गर्मी भए किनभने यता आयो नि यो गर्मी छ होइन तातो आएन यो यता आयो नि झ्याल त्यस कारणले गर्दा गर्मी भएको थाहा भयो। ल्याएर धेरै नै तर 15 दिन देला मलाई त्यो बनाउँदाखेरि रिपेयर गर्दाखेरि यो असिनाको जाली हाल्दा यहाँ छ काँक्रा ल्याएर